हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु द न्यू एपिसोड। आज हामीसँग ट्राइम्फको स्क्याम्बलर 400X रहेको छ र यो भिडियोमा हामी ट्राइम्फको स्क्याम्बलर 400X को रिभ्यू सँगसँगै यसले के फिचर्सहरू लिएर आएको छ, यसको माइलेज के कति छ र नेपाली मार्केटमा यसको प्राइसदेखि लिएर ट्राइम्फको बारेमा विभिन्न कुराहरूलाई डिटेलमा एक्सप्लेन गर्ने कोसिस गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र अन्य भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नभुल्नु होला। सो लेट्स बिगिन द भिडियो। नेपालमा नयाँ भए तापनि 1902 मा बेल्जियममा म्यानुफ्याक्चर भएको थियो र स्टिल 2025 मा 68 कन्ट्रीजमा आफ्नो डिलरशिप विस्तार गरेको छ, जसमध्ये नेपाल पनि एक हो। नेपालमा भने यो बाइकलाई 2024 मा इन्ट्रोड्युस गरिएको थियो र 2024 टु 2025 सम्म चाहिँ नेपालले 500 प्लस मोटरसाइकल सोल्ड आउट गरिसकेको छ। नेपालमा ट्राइम्फको शोरूम चाहिँ काठमाडौँको नक्सालमा अवस्थित रहेको छ। सो ट्राइम्फले यो बाइकको फिट एन्ड फिनिशिङ चाहिँ बब्बाल तरिकाले गरेको छ। हामीले यहाँनिर सानो सानो वेल्डिङहरू पनि नोटिस गर्न सक्दैनौँ क्या, एज यु क्यान सी है। अनि अर्को कुरा भनेको चाहिँ लुक वाइज पनि यो बाइक बबाले देखिन्छ, त्यो भएर नै होला नेपाली मार्केटमा यसको चर्चा निकै नै भइरहेको छ। सो फ्रन्ट प्रोफाइलको कुरा गर्नु पर्दाखेरि चाहिँ आइकोनिक हेडलाइट दिएको छ विथ द प्लास्टिक कभर, दिस इज नट अ मेटल। सो हेडलाइटको कुरा गर्नु पर्दाखेरि चाहिँ यहाँनिर फुल्ली एलईडी सेटअपमा देख्न सक्छौँ, अन इन्डिकेटर र हेडलाइट बोर्ड, जहाँनिर हेजर लाइटको पनि अप्सन रहेको छ। र अर्को गुड थिङ भनेको चाहिँ ह्यान्डलमा क्रास गार्ड पनि कम्पनीले नै प्रोभाइड गरेको छ। सो यहाँनिर गोल्ड एनाडाइज 43 mm को यूएसडी फोर्क सस्पेन्सन देख्न सक्छौँ। सो ब्रेकिङको कुरा गर्नु पर्दाखेरि चाहिँ 4 पिस्टन बाइब्रेकको क्यालिपरसँग 320 mm को डिस्प्ले देख्न सक्छौँ भने यो चाहिँ डुअल च्यानल एबिएसमा आउँछ। एन्ड टायर साइजको कुरा गर्नु पर्दाखेरि चाहिँ 100/90 19 इन्चको ट्युबलेस टायर युज गरिएको छ। प्रोटेक्सनको लागि चाहिँ यहाँनिर बेस प्लेट देख्न सक्छौँ, जुन चाहिँ मेटलको एकदमै स्ट्रङ बनाइएको छ र कुलेन्ट रिजर्भ ओइललाई चाहिँ बेस प्लेटको प्रोटेक्सनमा राखिएको छ। र सँगसँगै यहाँनिर साइलेन्सरमा हिट सिल पनि देख्न सक्छौँ। बाइकको ग्राउन्ड क्लियरेन्स चाहिँ 195 mm को रहेको छ र यहाँनिर एडजस्टेबल ब्रेक लिभर हुनु पर्थ्यो, त्यो चाहिँ छैन। र यहाँनिर ट्राइम्फको लोगो जुन चाहिँ ह्यान्डल बारको भाइब्रेसनलाई कम गर्नको लागि युज गरिएको हुन्छ र ह्यान्डल बारको राइट साइडमा इन्जिन कट अफ स्विच र हेजर लाइट स्विच देख्न सक्छौँ। सो यहीँनिर ह्यान्डलको लेफ्ट साइडमा चाहिँ पासिङ स्विच, लो बिम, हाई बिम, इन्स्टलमेन्ट क्लस्टर कन्ट्रोल स्विच, हर्न र इन्डिकेटर स्विच इन्स्टल गरिएको छ र स्विचहरूको फिट एन्ड फिनिसिङ चाहिँ बब्बाले गरिएको छ। यो बाइकको मिटरको कुरा गर्नु पर्दाखेरि चाहिँ यहाँनिर सेमी डिजिटल मिटर देख्न सक्छौँ, जसमा स्पिडोमिटरलाई चाहिँ एनालगमा देखाइएको छ र यतापट्टि सानो डिजिटलमा चाहिँ गियर पोजिसन इन्डिकेटर, टेकोमिटर, फ्युल गेज, टाइम, ट्रिप 1, ट्रिप 2, रियल टाइम माइलेज, साइड स्ट्यान्ड, ट्र्याक्सन कन्ट्रोल अन अफ को अप्सन पनि रहेको छ र एबिएसलाई अन अफ पनि गर्न सकिन्छ। यहाँनिर हामीले डुअल एक्जस्ट देख्न सक्छौँ, जसले गर्दाखेरि बाइकको लुकलाई अझ बेटर बनाएको छ। हामी यसको साउन्डलाई चेक गर्छौँ एकचोटि। यहाँनिर स्क्याम्बलरको ब्याजिङ, फ्रेममा पाउडर कोटिङ, फुटपेक्समा ट्राइम्फको लोगो, ब्रेक लिभर र फुटपेक्स चाहिँ ग्रिपी बनाएको छ। र चेनको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बाइकमा एक्स रिङ चेन देख्न सकिन्छ, जसले गर्दाखेरि बाइक चलाउँदा स्मुथनेस बढी हुन्छ। र यो बाइकमा स्प्लिट सिट सेटअप देख्न सकिन्छ, जुन चाहिँ पिलियन र राइडर दुवैलाई कम्फर्टेबल तरिकाले बनाएको छ। र यहाँनिर ग्र्याब रेल पनि देख्न सक्छौँ, जसमा चाहिँ हामी ब्यागलाई चाहिँ बाँधेर टुरिङ गर्न पनि सकिन्छ। र यहाँनिर रियरमा टेल लाइट पनि एलईडी नै देख्न सकिन्छ, जसमा चाहिँ ट्राइम्फको लोगो पनि राखिएको छ। सँगसँगै एलईडी इन्डिकेटर पनि देख्न सक्छौँ र रियर टायर चाहिँ ब्लक प्याटर्न टायर रहेको छ। र टायर साइजको कुरा गर्नु पर्दाखेरि 140/80 17 इन्चको ट्युबलेस टायर युज गरिएको छ। र लेफ्ट साइडमा हामीले साडी गार्ड देख्न सक्छौँ एल्युमिनियम स्विङ आर्मको साथमा र 240 mm को डिस्क ब्रेक र यहीँनिर प्रिलोड एडजस्टेबल ग्यास मोनोसक पनि देख्न सकिन्छ। र यहाँनिर कुलिङ सिस्टम रेडिएटर देख्न सक्छौँ। 13 लिटर फ्युल ट्याङ्क क्यापेसिटी भएको यो बाइकको माइलेज भने 28 km/L रहेको छ। र यो बाइकको इन्जिनको कुरा गर्नु पर्दाखेरि चाहिँ 398.15 cc लिक्विड कुल्ड 4 valve DOSC सिंगल साइलेन्डर एफआई BS6 2.0 कम्बाइन्ड इन्जिन रहेको छ भने जसले चाहिँ म्याक्सिमम पावर 40 PS एट 8000 RPM मा प्रोड्युस गर्छ भने म्याक्सिमम टर्क चाहिँ 37.5 Nm 6500 RPM मा प्रोड्युस गर्ने गर्दछ। र यो बाइकमा चाहिँ 6 स्पिड गियर बक्स दिएको छ भने यसको टप स्पिड चाहिँ 160 km/h को रहेको छ। नेपाली मार्केटमा यसको प्राइस चाहिँ 6,89,900 रुपिस रहेको छ। सो भिडियो यति नै गाइज, थ्याङ्क फर वाचिङ। भिडियो कस्तो लाग्छ सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नु होला र अन्य कुन बाइकको बारेमा रिभ्यू हेर्न चाहनुहुन्छ कमेन्टमा मेन्सन गर्नु होला। सी यु नेक्स्ट टाइम।